बारादशी गाउँपालिका वार्ड नम्बर 2 सालगारीमा अवस्थित चौरीमा आज शुक्रबारको दिन पारेर गाउँको सम्पूर्ण खेलाडी भाइहरूद्वारा चौरी सरसफाइ अभियानमा एकदम जुटिराख्नु भएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ केटाहरू एकदम जोसका साथ लागि परेका छन्। यो पछि हामीले ज्योतिवरी टक्क नयाँ बवाल चौरी बनाएको छ यहाँनिर। अब हाम्रो यहाँ चाँडै अलिक खत्रै खालको गेम हुँदैछ। यहाँ हाम्रो चौरीको क्याप्टेन तथा अध्यक्षज्यूलाई के सोध्न 2 शब्द राख्दिन म अनुरोध गर्दछु। क्याप्टेनज्यू के छ तपाईँको? बोल्दै ठीक छ। सालगारीका भाइहरू नठगिकन अब एकदम सँगले काम गर्नु पर्यो। यहाँ हाम्रो एकदम असभ्य पनि हुनुहुन्छ। यहाँ एउटा पहाडबाट भर्खर झरेको, कहाँ के बोल्ने कहाँ नबोल्ने केही थाहा छैन। अब यहाँ हुनुहुन्छ हाम्रो सचिवजी हुनुहुन्छ। अब तपाईँले केही भन्न चाहनुहुन्छ? म भन्न केही चाहदिनँ। हाम्रो जुन प्रकाश पाठकजी हुनुहुन्छ उहाँले चाहिँ अब हामीलाई के गर्नुपर्ने हुन्छ। अब यत्रो दुःख गरिहाल्यो हामीले, लगभग हामीले ग्राउन्डमा नछिरेको पनि 3 महिना अहिले भइसक्यो। त्यसै कारणले उहाँले पनि केही गरिदिनु पर्यो हजुरहरूले। यसो बुझेर दया माया राखेर ल त्यति नै भन्न चाहन्छु। त्यति भन्दै अब यहाँ हाम्रो कोषा अध्यक्षज्यूसँग अध्यक्षज्यूको 2 शब्द सुनिदिनलाई हामी आएको छौँ। लु तपाईँले अब 2 शब्द राखिदिनुहोस्। के विषय कस्तो लागिरहेछ? श्रमदान गर्दाखेरि एकदम हामी होइन ह्याप्पी छौँ। खाएको पच्छ देश विकासको लागि हल्का श्रमदान गर्नुपर्छ र मैले गरिरहेको छु। म सबैलाई आह्वान गर्छु सबै दया गर्नुहोस्। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने एकदम जोड नाराका साथ हाम्रो यहाँ केटाहरू एकदम लागि पर्नु भएको छ। यहाँ विमल मड्डी हुनुहुन्छ। यहाँ उहाँ चाहिँ यो भाइ ताप्लेजुङबाट एउटा असभ्य नागरिक, उहाँ चाहिँ साह्रै भङ्जा मान्छे। उहाँ के ल्याउनु? अब निकै लामो भ्लग भइसक्यो नि, युट्युबमा आउँछ ल। ल यहाँ हाम्रो हुनुहुन्छ के छ जिसुजीको केही भन्न छ? जिसुजीले केही भन्न छैन अरे। पाण्डु केही भन्न छ? हो ए ल हाम्रो आइसकेको छ गोलकिपरले। अब के 2 शब्द राखिदिन चाहनुहुन्छ? हाम्रो होइन यहाँनिर अब अर्को शनिबार श्रमदान गर्ने मान्छेहरू इच्छुकहरू यहाँ आउनु पर्यो होइन। यहाँ बाबालाई काम हुन्छ शनिबार होइन, अर्को शनिबार। अब यहाँ मान्छे धेरै चाहिएको छ, सहयोग चाहिएको छ। यतिको सहयोग हुनु पर्यो अर्को शनिबार। त्यति भन्दै म यो भिडियोलाई अब यहीँ अन्त्य गर्न चाहन्छु। र हाम्रो श्रमदान लगातार हुनेछ शनिबार हप्ताको 1 दिन। र यो क्यामेराम्यान मिस्टर PHA हो। उहाँ भ्लग बनाउन